Welcome to my अनुहार मर्मत सोमबारवाला भ्लग सो म चाहिँ मस्टली चाहिँ मन्थली वन्स चाहिँ यस्तो एक्सपेरिमेन्ट गरिरहेको हुन्छु नि आज चाहिँ मसँग ब्याम्बो चारकोल क्लिन्जिङ मास्क थियो मेरो घरमा आई गट दिस गिफ्ट फ्यु मन्थ्स ब्याक अनि मैले युजै गरेको थिइनँ अनि आज चाहिँ युज गर्न लागेँ डिस्क्रिप्सन हेरी युज गरे हो तर मैले चाहिँ ओभर हिरोइन भएर मलाई लाउन नआएको कि के हो होइन आइब्रोतिर पनि लगाइछु कि यो आइब्रो अनि त्यसपछि माथि कपालतिर पनि लगाइछु अनि त्यसले गर्दाखेरि चाहिँ यो उकाउने बेलामा चाहिँ अलिकति पेन भएको थियो बिकज यसले चाहिँ अब उकाउँदाखेरि चाहिँ तलदेखि माथि उकाउनु भन्ने थियो तर मलाई चाहिँ जसरी सजिलो मैले त्यसरी नै उकाएँ क्या झन्डै मेरो फुली नै उक्याएको थियो गाइस दिस वाज माई फर्स्ट ट्राई अनि मलाई यो ठिकै लाग्यो त्यसपछि यो अलिअलि जति पनि बाँकी थियो त्यो चाहिँ मैले मजाले फेस वास गरेँ अनि गयो होइन त्यसपछि मोइस्चराइजिङ क्रिम लगाउनु भन्ने डिस्क्रिप्सन थियो तर मसँग एउटा यो एभोकाडोको मास्क थियो अनि मैले यो लगाएर मैले 15-20 मिनट राखेँ अनि त्यसपछि 15-20 मिनट राखिसकेपछि चाहिँ मैले यो निकालेँ होइन अनि त्यसपछि फेरि नर्मल पानीले मुख धोएँ अनि मेरो अनुहार चाहिँ यस्तो भएको थियो है अब एकचोटिमै त अनुहारमा त केही चेन्ज आएन नभन्नु होला एकचोटिमा आउँदैन महिनामा एकचोटि मैले आत्मसन्तुष्टिको लागि गरे हो होइन because I feel very low as well. And that's it. Thank you for watching. Bye.